यहाँहरू सम्पूर्णमा मेरो नमस्कार। मेरो नाम ईश्वरी गौतम। म हाल जगतीपुर एकाडेमीमा साना नानी बाबुहरूलाई अध्ययन गराइराखेकी छु र जसमध्ये हाम्रो भेरी नगरपालिका 11मा डाडुरा फैलिएको हुनाले ससाना विद्यार्थी भाइ बहिनीहरूलाई हामीले विद्यालय बन्द गरेका छौँ र जसमा हामीले विद्यालय बन्द हुँदै गर्दा पनि हामीले ससाना नानी बाबुहरूको भविष्य निर्माणको लागि एउटा किताब मात्रै सीमित नभएर विभिन्न किसिमका शैक्षिक सामग्रीहरूको आवश्यकता पर्ने भएको हुनाले विभिन्न किसिमका शैक्षिक सामग्रीहरू विधाको अवसर पारेर निर्माण गरेका छौँ। यसरी हामीले साना नानी बाबुहरूको लागि एउटा यो शैक्षिक सामग्री निर्माण गरेका छौँ। तपाईहरूले हेर्न सक्नुहुन्छ। यसरी नै घरमा पनि तपाईहरूको नानीहरूलाई तयार गर्न सक्नुहुन्छ र हामीले फेरि पनि यो स्मल लेटर सिकाउनको लागि यस्तो शैक्षिक सामग्रीहरू निर्माण गरेका छौँ र हामीले स्वर वर्ण र व्यञ्जन वर्ण किताबमा भए तापनि तपाईहरूको नानी बाबुहरूलाई अझै पनि आकर्षक रूपमा सिकाउनको लागि यस्तो खालको शैक्षिक सामग्रीहरू निर्माण गरेका छौँ र व्यञ्जन वर्ण पनि किताबमा त छँदै छ, तैपनि हामीले अझै पनि नानी बाबुहरूलाई प्रभावकारी रूपमा सिकाउनको लागि यसरी निर्माण गरेका छौँ यो व्यञ्जन वर्णको पेपर। त्यस्तै गरेर हामीले सात बारका नाम इङ्ग्लिस र नेपालीमा चिनाउनको लागि यस्तो खालको पेपर निर्माण गरेका छौँ, हेर्न सक्नुहुन्छ। र विद्यार्थी भाइ बहिनीहरूलाई पनि आगामी अभिभावकज्यूहरूले यसरी नै घरमा पनि तयारी गराउनुहुन्छ भन्ने विश्वास गरेका छौँ। त्यसै गरेर हामीले 12 महिनाका नामहरू र इङ्ग्लिस नेपाली दुवैमा हामीले यसरी तयार पारेका छौँ। यसरी पनि तपाईँहरूले हेर्न सक्नुहुनेछ। त्यसै गरी हामीले स्वर वर्णलाई यसरी इङ्ग्लिस नेपाली दुवैमा व्यञ्जन वर्णहरूलाई इङ्ग्लिस र नेपाली दुवैमा यसरी नै तयार पारेका छौँ। नानी बाबुहरूलाई यसरी नै घरमा पनि अभ्यास गराउनुहुनेछ भन्ने आशा र विश्वास